तन्त्रले शोषण समाप्त गर्दैन, अन्याय अत्याचार समाप्त गर्दैन, यसले भ्रष्टाचार समाप्त गर्दैन। यसले हाम्रो देशमा मान्छेले मान्छेमाथि गर्ने शोषण समाप्त गर्न सक्दैन, तमाम विभेदहरू समाप्त गर्न सक्दैन। तर यसै कारणले हामीले समाजवाद प्राप्त गर्नको लागि, समाजवादी लोकतन्त्र प्राप्त गर्नको लागि हाम्रो लडाईँलाई अगाडि बढाउनु पर्नेछ। समाजवादले मात्रै मान्छेले मान्छेमाथि गर्ने शोषणलाई समाप्त पार्न सक्छ। समाजवादले मात्रै मान्छेले मान्छेमाथि गरिरहेका तमाम विभेदहरूलाई, चाहे त्यो भाषिक विभेद भन्नुहोस्, चाहे लैङ्गिक विभेद भन्नुहोस्, चाहे जातीय विभेद भन्नुहोस्, चाहे तमाम किसिमका कुनै पनि सामाजिक विभेद भन्नुहोस्, आज मान्छे मान्छेलाई छुट र अछुत बनाइएको छ। यो पुँजीवादले त्यही कुरा जारी गरिरहेको छ र समाजवादले मात्रै यी तमाम किसिमका विभेदहरूलाई समाप्त पार्न सक्छ। यस कारणले नेपाली जनता समाजवाद चाहन्छौँ कमरेडहरू। यसै गरेर हाम्रो देशमा विकास गर्नु छ भने पुँजीवादले विकास गर्न सक्दैन। गरे पनि त्यो पुँजीपति वर्गको मात्रै हुनेछ, श्रमिक जनताको हुने छैन। त्यसो हुनाले जबसम्म समाजवाद स्थापना गर्न सक्दैनौँ तबसम्म सिङ्गो देशको विकास हुन सक्दैन, श्रमिक जनताको विकास हुन सक्दैन, श्रमिक जनतालाई हामीले नेतृत्वमा ल्याउन सक्दैन। यसैले हामीलाई समाजवाद चाहिएको छ कमरेडहरू। आज हामी देखिरहेका छौँ जनसङ्ख्याको आधाभन्दा बढी भागमा रहेका महिलाहरूमाथि अहिले पनि विभेद छ। हामीले धेरै अधिकार दियौँ भने पनि जम्मा जम्मी 30% अधिकार दिएका छौँ हामीले। तर महिलाहरूले पाउने हक भनेको 50 का 50 हो। त्यो कुरा समाजवादले मात्रै दिन सक्छ। हेर्नुहोस्, त्यस्तो अवस्था हामीले ल्याउन सक्नुपर्दछ। यसैले समाज र देशलाई हामीले हाम्रो देशको स्वाधीनतालाई जोगाउनु छ। आज साम्राज्यवाद र उनीहरूका दलालहरूले हाम्रो देशमा अनेक घेराबन्दी गरिरहेका छन्, अनेक प्रकारका षड्यन्त्रहरू गरिरहेका छन्, घुसपेट गरिरहेका छन्। हाम्रो देशका युवाहरूलाई अनेक खालका लोभ प्रलोभन देखाएर किनिरहेका छन्, उनीहरूले दुरुपयोग गरिरहेका छन्। त्यो तमाम साम्राज्यवादी हस्तक्षेपहरूबाट मुक्त गर्न सक्ने कुनै व्यवस्था छ यो धरतीमा पनि। त्यो व्यवस्थाको नाम हो समाजवाद।